हेलो एन्ड नमस्ते एभ्रिवान वेलकम टु सूर्योदय फुटबल स्टोरिज। फेरि पनि र आज चाहिँ हामीसँग एकदम स्पेसल गेस्ट हुनुहुन्छ। भन्नुपर्दा चाहिँ हाम्रो फर्स्ट नेपाली रेफ्री टु डु द रेफरिङ इन माल्टा। हामीसँग चाहिँ आज रोशनराज पन्त सर हुनुहुन्छ। उहाँ चाहिँ मेरो क्लोजेस्ट फ्रेन्ड पनि हो र आज चाहिँ उहाँ बिदामा आएको बेलामा चाहिँ ट्याक्कै मिलाएर हामीले चाहिँ आज उहाँसँग पोडकास्ट गर्ने प्लान बनाएर चाहिँ आज हामी सर वेलकम टु द सो। थ्याङ्क यू सो मच। हाम्रो चाहिँ इन्टरभ्यू भन्दा नि नर्मल गफ काफै हुन्छ भनौँ न, गफ गर्दै रमाइलो हुने त अनि खासमा। अनि नेपालमा कति बजा सर? लगभग 35 डेज प्लस भयो। अब पर्सि मन्डे उड्ने नै हो ब्याक। मन्डे फर्किने पनि तपाईँ? मन्डे फर्किने, किनकि अप्रिलमा मैले भने नि सुरुवातमै धेरैवटा गेम्स बाँकी छ, त्यो एन्डिङमा चाहिँ आफू जानु पनि पर्छ। प्लस आफ्नो प्रमोसन्सको लागि पनि यो लास्टमा चाहिँ गेम्सहरू हेर्छु कि, त्यही भएर आफ्नो लागि पनि म जानै पर्नेछ। त्यही भएर मैले चाहिँ हिजो तपाईँको त्यो गणेश सञ्जीवसँगको पोडकास्ट हेरिरहेको थिएँ। हजुर हजुर। खासमा चाहिँ हामीले चाहिँ यो पोडकास्ट धेरै अगाडिदेखि गर्न चाहिरहेको थियो, तर टाइमहरू नमिलेर चाहिँ लास्टमा आज भोलि पर्सि फर्किनु हुने सर। आज चाहिँ हामीले कन्डक्ट गर्न पायौँ भनौँ न। अनि नेपाल आएर के कस्तो भइरहेछ सर फुटबलमा यतातिर? म नेपालमा चाहिँ अहिले फुटबल जिरै भनौँ। मैले खासमा आफ्नो बाबुसँग टाइम स्पेन्ड गर्न आएको। हजुर। त्यही अब टाइम भएको बेला त्यही 1-2 इन्टरभ्यूमा गएँ। खासै फुटबलको बारेमा चाहिँ जिरै हो। 1-2 दिन त्यही झापा एफसीको ट्रेनिङमा गएर हेरेँ, त्यति मात्रै हो। अहिले फुटबललाई खासै उयो गरेको छैन मैले। यो फेरि फुटबलले चिनेको साथीहरू चाहिँ हतपत छुट्टिँदैन रहेछ। तपाईँ र म भयो नि त। हो नि, हामी फुटबलले चिनेको, जस्तै गणेश सञ्जय फुटबलले चिनेको होइन। मलाई ठुल्ठुलो मिडियाले भन्दा पनि आफ्नो साथीभाइसँग यसरी आफूलाई कम्फर्टेबल पनि हुने, प्लस साथीभाइलाई आफूलाई कम्फर्टेबल पनि हुन्छ नि त। त्यही भएर पनि म आएको छु नि त। मलाई ठुलो हाइलाइटेड हुनु छैन, जस्ट रमाइलो गफगाफ गरौँ, फुटबलको बारेमा गफ गरौँ भनेर आएको त। अनि अब गफगाफ गर्दा गर्दै 1-2वटा क्वेसन सोध्छु तपाईँलाई होइन? ठिक छ ठिक छ, त्यो के फरक पर्छ। अब फर्स्ट चाहिँ इन्ट्रोडक्सनबाट सुरु गरौँ। तपाईँले अब आफैले इन्ट्रोडक्सन दिनु। तपाईँको त्यो हिजोको कडा लागेको थियो कि इन्ट्रोडक्सन? यो अब बोल्दै जाँदा के बोलिन्छ त्यो चाहिँ अब आफै मनमा आउने कुरा हो। तर मैले उसमा भनेको जस्तै म एउटा साधारण व्यक्ति, फुटबल लभर भनौँ होइन। मलाई अब फुटबलमा के गर्छु भन्ने सोच थियो। माल्टामा गएर मैले धेरै ठगर त खाएँ। जाने बित्तिकै म रेफ्री भएको। लगभग 3-4 महिना मैले कोचिङको लागि अप्लाई गरेँ होइन। हजुर। कोचिङमा अलिकति गाह्रो हुने देखेर अनि कताबाट लिङ्क हुन्छ, उताबाट मलाई एकजना मेरो साथी भनौँ उता एन्थोनी स्पेटेरी, उहाँले चाहिँ रेफ्री गर्छौ भनेर अफर गर्नुभयो। अनि उहाँले एमएफए माल्टा फुटबल एसोसिएसनमा कुरा राखिदिनु भयो होइन। हजुर। त्यसरी अब बाई लक अथवा आफ्नो हार्ड भनौँ होइन, त्यसले गरेर रेफ्री भएको छु। त्यसमा खुसी नै छु। अनि मेरो नाम चाहिँ रोशनराज पन्त। अहिले म माल्टामा एज अ रेफ्री फुटबलमा इन्गेज छु र त्यसमा म एकदम धेरै खुसी छु। अब जस्तै हामी फुटबल तपाईँ फर्स्ट स्पोर्ट्स एज ए स्पोर्ट्स टिचर आउनुभयो नि त। हामी एउटा इसिएमा थियो, इसी टिचर्स थियौँ, त्यसरी भएको नि त। हजुर हजुर हो नि। यो तपाईँ फुटबलमा लागिरहँदा चाहिँ नर्मली के हुन्छ भने फुटबलरहरू चाहिँ के हुन्छ भने फुटबलमा लागिसकेपछि म फुटबलरै भन्छु भन्ने हुन्छ नि त। तर कतिजना चाहिँ फेरि रेफ्रीपट्टि जान्छ कि, त्यो रेफ्रीपट्टि जानलाई त्यो इन्सपिरेसन चाहिँ के थियो तपाईँको लागि? खासमा बाहिर जाँदा नि म रेफ्रीमा जान्छु भन्ने थिएन। लाइक हामीले कम्युनिटी कोर्स पनि सँगै गऱ्यौँ। मलाई चाहिँ कोचिङमै किन कि म अब कोचिङ मेरो उसमा रगतमै छिरिसकेको थियो भनौँ न। मलाई खासमा कोचिङमै एकदम छिर्न मन थियो। तर फुटबल भन्ने चिज कस्तो रहेछ भने कुनै न कुनै कुरामा चाहिँ अब एउटामा भएन भने एउटामा भएन भने एउटा, लाइक मैले एज अ कोच पनि काम गरेँ, एज अ के अरे प्लेयर पनि खेलेँ। तर अहिले रेफ्री भन्न पाउँदा मैले चाहिँ फुटबलको सबै कुरामा इन्गेज भएको जस्तो लागेर खुसी लाग्छ। जस फुटबल त छ नि त मेरो रगतमा, रेफ्री बन्छु भन्ने थिएन। तर आइएम ह्याप्पी भनौँ न। जस्ट प्लेयर, कोच और रेफ्री भयो नि फुटबलसँग कनेक्ट चाहिँ भयो। एक्ज्याक्टली, त्यसमै चाहिँ म खुसी छु। हजुर। फर इक्जाम्पल अब यहाँ नेपालमा तपाईँ पहिला कोच गरिरहनु भएको थियो होइन, त्यसपछि रेफ्री पनि गरिरहनु भएको थियो। अनि त्यसपछि माल्टा जानुभयो। हजुर। माल्टा गएर त्यहाँ पनि अब रेफ्री स्टार्ट गर्नुभएको छ। हजुर। त्यो ट्रान्जिसन फेजमा चाहिँ कति के च्यालेन्जेसहरू फेस गर्नुभयो? च्यालेन्जेस त एकदम अब गाह्रै छैन। लाइक मसँग एन्फाको केही पनि थिएन। अब मसँग भनेको कोचिङको सर्टिफिकेट, त्यो पनि के भन्छ त्यसलाई हाम्रै कुन रे हो, कम्युनिटी कोर्स। एक्ज्याक्टली, त्यो भनेको ठुलो पनि होइन नि त। मसँग विनिङ एक्सपिरियन्स बढी थियो होला, तर उनीहरूले त्यो त देखेको हुँदैन नि त। द्याट डजन्ट काउन्ट। तर र पनि मैले अप्लाई त गरेँ धेरै ठाउँमा, अफर पनि आयो, तर टाइम दिन नसक्ने क्या। कोचिङ गरेँ भने चाहिँ मैले अब म विदेश गएको कमाउनलाई हो।
अरू आफ्नो प्राइभेट जब त गर्नै पर्यो नि त तर कोचिङ गर्न थालिसकेपछि मैले प्राइभेट जब गर्न नपाउने पैसा धेरै नहुने भएको भएर यसो सोच्दाखेरि रेफ्रीको अफर आएपछि चाहिँ हो ल ठिक छ एटलिस्ट म फुटबलसँग कनेक्टेड त हुन्छु नि भनेर रेफ्री लाइनमा लागेको किनभने म पहिला पनि नेपालमा हुँदैन रेफ्री त गरिरहेको थिएँ स्पेसली फुटसलमा ठुलो ग्राउन्डमा त मैले धेरैचोटि गरिनँ लाइक याद भएसम्म मैले एकचोटि खोटाङमा अनि एकचोटि त्यही चितवनमा गरेको होला त्यसबाहेक मैले ठुलो खेलमा गरेको एक्सपिरियन्स त खासै थिएन नि त मैले धेरै स्ट्रगल गरेको छु भनौँ न किनकि उता गएर पनि मैले इक्जाम दिएर यो लेभलमा आइपुगेको अनि मैले सञ्जीवको उसमा पनि भनेको थिएँ मलाई हरिश कार्की नेपालको असिस्टेन्ट रेफ्री ऊ भाइले चाहिँ इक्जामको लागि मलाई उसले धेरै हेल्प गरेको हो त्यो मैले भन्नु नै पर्छ उसको नाम मलाई छुटाउनु मन लाग्दैन किनकि उसले मलाई हेल्प नगरेको भए सायद इक्जाममा के हुन्थ्यो कस्तो हुन्छ मलाई थाहा हुँदैन थियो नि त त्यसैले हरिश कार्की च्यान्टे एक्ज्याक्टली च्यान्टे भाइ नै भनौँ न होइन उसले मलाई जस यता बसेर पनि के चाहिन्छ त उसले सहयोग गरेको छ जस उसको एक्सपिरियन्स र मेरो हार्डवर्कले एज अ रेफ्री माल्टामा पहिलो हुन पाएको छु त्यसमा म खुसी नै छु यो स्ट्रगल गरेर तपाईँले त्यो एउटा बेस बसाइसक्नुभयो त्यहाँनिर बसाएन किनकि म त एज अ ढाट्नु पनि हुँदैन म एज अ वेटर गएको मान्छे हो नि त मैले वेटर नगरिकन आफै म केही फुटबलमा गर्छु भनेर 3 महिना काम नगरी फुटबलमै छिर्छु भनेर मैले कसरी दुःख गरेको छु भने त्यो मलाई मात्रै थाहा छ नि त त्यो अरूले देख्नु भएको छैन तर बाहिर विदेश गइसकेपछि आफ्नो बाटो आफै बनाऊ भन्छ नि त तपाईँले चाहिँ त्यो बनाए जस्तो लाग्यो 2018 मा सायद सरलाई थाहा होला हामी अप्रिलमा हुँदाखेरि म 2018 मा गएको हो नि त त्यतिखेर म फर्केँ किन फर्केँ एक त छोरा जन्मियो आफ्नो ठाउँमा छ तर मैले त्यतिखेर फुटबलको बारेमा मलाई हेल्प गर्ने पनि कोही थिएन फुटबलको बारेमा माल्टामा जिरै भयो नि त म त्यतिखेर झन् फुटबलमा के गर्छु भन्ने थियो नि त झन् केही गर्न नपाएपछि म पोर्चुगल गएँ पोर्चुगल 3 महिना बसेँ त्यसपछि मलाई किन बस्नु मन लागेन फर्केँ म नेपाल फर्किसकेपछि फुटबल करियर त झन् मेरो राम्रो भएको हो नि त त्यही भएर म जे हुन्छ नि त्यो राम्रो हुन्छ जस्तो लाग्यो क्या मलाई त्यही भएर खुसी नै छु भनौँ न अब नेपाल तपाईँ नेपालमा पनि खेलाएरै गएको होइन खेलाएर एज अ कोच पनि खेलाएर एज अ रेफ्री पनि खेलाएर अनि माल्टा गएर चाहिँ त्यो डिफ्रेन्स चाहिँ फुटबल कल्चरमा कतिको डिफ्रेन्सहरू नेपाल र माल्टामा नेपालमा त फुटबल मैले भने नेपालमा त फुटबलै छैन भन्छु म छैन जिरो नै हो एज कम्पेयर टु युरोपियन कन्ट्रिज होइन नेपालमा त फुटबल नै छैन भने यो बी डिभिजन अनि यो गोल्ड कप्सहरूले मात्रै फुटबल धान्छ र छैन उता त त्यस्तो हुँदैन के एउटा क्यालेन्डर हुन्छ फिक्स्ड त्यही फलो हुन्छ नि त कुनै म्याच त अब वेदरले सस्पेन्ड होला तर त्यो आफ्नो टाइममा त हुन्छ नि त उता त एज क्याटेगोरीमा डिभिजन वाइज हुन्छ अरे एज क्याटेगोरीमा डिभिजन वाइज मात्र होइन लाइक अन्डर 15 देखि एबिसिडी क्या अन्डर 15 एबिसिडी अन्डर 17 एबिसिडी अन्डर 19 एबिसिडी 21 एबिसिडी 24 एबिसिडी भनेको त सबैले बुझ्छ नि डीबाट ऊ चढेपछि डी चाहिँ लास्ट भयो होइन यसम्म हुन्छ नि अब त्यो नेपाल भन्दा धेरै सानो कन्ट्री हो नि त लाइक काठमाडौँ जत्रो पनि छैन माल्टा तर त्यहाँको फुटबल हुन्छ नि यस्तो राम्रो प्रोफेसनल छ नि त्यो नेपालले चाहिँ किन गर्न नसकेको होला त्यो मलाई सोच आउँछ नि त किनकि मलाई कतिले क्वेसन सोध्छ नि त वाइ आर यु हियर इन माल्टा एज अ रेफ्री भन्छ तिमीहरूको कन्ट्रीमा हुँदैन भनेर सोध्दा तर त्यो त अब कस्तो अब विडम्बना भन्न आफूलाई पनि टेन्सन क्या हुन्छ नि त्यो यो विषयमा चाहिँ बोल्दाखेरि चाहिँ मनमा चसक्क चाहिँ पर्छ क्या ए डिभिजन नभएको कति भयो सरलाई थाहा छ नि त धेरै भयो अहिले बी भइरहेछ त्यही पनि रोकिदिए 600 डेज हुन आँटेन ए डिभिजन नभए लगभग 600 डेज नाग्यो होला फेरि त्यो अब फर इक्जाम्पल एज क्याटेगोरीमा पनि एबिसिडी गरिदिएपछि त्यो इन्भल्भमेन्ट पनि ज्यादा भयो प्लेयर्सहरूको धेरै प्लेयर्सहरू पनि भयो अनि उनीहरूमा एउटा कम्पिटिसन पनि भयो म बीमा खेल्छु नेक्स्ट इयर अरू सीमा जान्छु त्यो सबैमा हुँदो रहेछ कि लाइक अब एउटा अब यहाँको जस्तो हुन्छ नि मनाङ मुक्स्याङदी मछिन र मैले सब त्यस्तै हो तर त्यहाँ चाहिँ सिटीको नाममा हुन्छ कि लाइक भनौँ न क्लब्सहरूको नाम उनीहरू त्यसकै लागि हो क्या जै लाइक भेलेटा एफसी भनेको चाहिँ माल्टाको क्यापिटल सिटी त्यस्तै धेरैवटा होस् मैले इक्जाम्पल मात्रै दिएको उनीहरूको लगभग सिनियर एमा छँदैछ होइन उनीहरूको हरेक क्याटेगोरीमा लगभग खेलिरहेको छ क्या उनीहरूले त लाइक बच्चादेखि नै आफ्नो पछिको लागि त बेस बनाइरहेको छ नि तर नेपालमा त्यस्तो छैन कति फरक पर्दो रहेछ क्या भने नि मैले लाइक 4 इयर्स अगाडि पनि माल्टाको ऱ्याङ्किङ हेर्दा नि खासै थिएन क्या वन्स मलाई लाग्छ माल्टा नेपालभन्दा ऱ्याङ्किङमा धेरै तल थियो तर अहिले माथि छ नि त नेपाल माल्टाभन्दा माथि पनि थियो नि एक जमानामा थियो नि तर अहिले माल्टा नेपालभन्दा माथि छ किन त फुटबलले त्यो कसरी गर्छ त्यसमा त भर पर्छ नि उनीहरूले जस
ग्रासरुटमा इन्भेस्ट गरेर ग्रासरुटमा वर्कआउट गर्यो भने त एकदम ध्यान दिएको छ, एकदम ध्यान दिएको छ। त्यो नेपालमा पनि गर्नुपर्छ। जस्तो मैले अब अहिले नै भनिदिइहालेँ, नेपालमा खेलाडी उत्पादन कसले गरिरहेछ त? अहिले नेसनल टिममा पर्ने प्लेयर्सहरू एन्फाको प्रोडक्ट हो त? होइन। तपाईँ हामी जस्तो कोचेसले बनाएको या कोच हुँदाखेरिको लाइक अनि अरू हामी मात्रै नभनौँ कि कलेजले स्कुलले बनाएको बच्चाहरू छ कि त के भन्छ लोकल एकाडेमिजहरूले बनाएको छ नि त। तर एन्फाले पहिला जुन गर्थ्यो नि छैन नि त त्यो त। यो राम्रो कुरा हो र अस्ति जस्तै अब सिस्नेरीमा त्यत्रो एक्सिडेन्ट भयो, सबलाई थाहा नै होला होइन। त्यसको जिम्मा त लिन चाहेन भनेपछि अब नेपाल फुटबलमा कति पछाडि छ। अब त्यो के भन्ने खै, यो त सोच्यो भने हामी एज अ फुटबल लभर नि रुन मन लाग्छ क्या सर। डुइङ इट जस्ट फर द सेक अफ डुइङ इट भनेर जस्तो भइरहेछ। एक्ज्याक्टली, यो भने नि यो हुनै नपर्ने कुराहरू हो क्या। एउटा क्यालेन्डर फिक्स भएपछि त्यो फलो हुनुपर्ने हो नि त। तर किन हुँदैन जस्तो लाग्छ। फिफाले त हरेक वर्ष बजेट त पठाउँछ नि त। तर त्यो बजेट केमा जान्छ, फुटबल गतिविधि किन भइरहेको छैन होइन। त्यो हामीलाई त्यही कुराले नै हो क्या, बाहिर जानुपर्ने अब के भन्छ त्यसलाई कर गराउने कुराहरू यस्तो हुन्छ नि। त्यो धेरैवटा कुरा छ कि गऱ्यो भने नि मैले भने दिनै पर्छ क्या। अब त्यो बिफोर अब रेफ्री हुनुभन्दा अगाडि तपाईँ डिफ्रेन्ट एडुकेसनल इन्स्टिट्युसनमा पनि काम गर्नुभयो नि त काठमाडौँभित्र, काठमाडौँ भ्यालीभित्र। मैले धेरैवटामा गरेँ। लाइक अब भन्नै पर्दाखेरि स्टार्टिङ मैले कान्जिरोबाट गरेँ, एन्डिङ मैले एआइटिएमबाट गरेँ। तर त्यो बिचमा मैले धेरैवटा एक्सपोजरहरू पाएँ होइन। स्टार्टिङ ड्याफोडिलबाटै राम्रो भएको कान्जुरा भन्दा पनि कान्जुरामा चाहिँ एज अ डिसिप्लिन इन्चार्ज क्या। अब त्यो हुँदै नहुने कुरा जस्तो कि आफूले चाहिँ पहिला आफू कलेज स्टुडेन्ट हुँदाखेरि डिआईलाई लास्ट दुःख दिने, तर आफू नै पछि डिसिप्लिन इन्चार्ज भएर जाँदा चाहिँ त्यो अचम्म लाग्छ। त्यो अब लाइफकै लाइफ हुन्छ नि, आफूले जे गरेको थियो त्यो सबै त्यो भन्छ नि कर्मा, भगवान्ले पनि लु एक्ज्याक्टली त्यो एक्सपिरियन्सले भने जस्तो त्यो बेला पनि लास्टै गाह्रो भएको थियो। अनि के हुन्छ तर त्यसले कुराले सिकिँदो रहेछ। मैले पनि त बुझेँ नि त, मैले गल्ती गरेको थिएँ र अहिले भगवान्ले त्यही गर्नलाई यस्तो गरे जस्तो फिल हुन्थ्यो। तर जब मैले ड्याफोडिल जोइन गरेँ त्यसपछि चाहिँ मेरो लाइफ चेन्जेस भएको हो। ड्याफोडिल पछि मैले त्यसपछि गरेँ मनास्लो, चाबेल चुच्चोपाटी, नेबरहुड स्कुल, एआइटिएम कलेज, काष्ठमण्डप विद्यालय अनि रेप फुटसल एकाडेमी जुन हामी दुईजना आफूले पनि गरेको थियौँ होइन। अब त्यसरी एक्सपोजरहरू धेरै पाएँ। त्यो किन गरेँ भन्दाखेरि फुटबलको मायाले नै हो नि त। जस्तै फर इक्जाम्पल पदम कबीरहरू त्यो जब इन भयो नि त्यसपछि म हुँदा होइन भाइ एउटा एकाडेमिक सेसनमा आई थिङ्क 50 अबभ ट्रफिज टाइटल जितेको थियो ड्याफोडिलले। त्यो काठमाडौँ भ्यालीभित्र त त्यो उतै गरेको थियो कि ड्याफोडिल भनेपछि त्यो अर्कै स्ट्यान्डर्ड पुगेको थियो माथि होइन त्यो फुटबल टिमको चाहिँ त्यो टाइममा हो। मैले मैले ड्याफोडिल जोइन गर्दाखेरि पदम त पछि जोइन गरेँ, कबीरलाई मैले क्लास 4मा लगेको क्या। अनि त्यो जाने बित्तिकै हामीले यो टोफी छ त्यतिखेर इन्टर स्कुलको टुर्नामेन्ट हुन्थ्यो, मलाई याद छ होइन। त्यसमा पार्टिसिपेट गराएको त्यतिखेर हामीले टाइटल चाहिँ जितेनौँ। तर हाम्रो कबीर सानो भाइ क्या, अब हुन्छ नि मसँग फोटो पनि छ अहिलेसम्म स्टिल है, यत्रो सानो तर उसले त्यतिखेर बेस्ट प्लेयर, इमर्जिङ प्लेयर, हाइस्ट स्कोर सब पाएको। ऊ एक्लैले खेल्थ्यो। त्यसपछि चाहिँ मलाई के लाग्यो भने होइन एकजनाले मात्र फुटबल खेलेर त पुग्दैन रहेछ। त्यसपछि मैले टिम बनाउन थालेको हो क्या। त्यसपछि गएपछि चाहिँ मेरो अर्को इयरदेखि चाहिँ लाइक भने नि टिमहरू पनि अब ट्रेनिङ पनि गर्दै गयो, म्याच पनि खेल्दै गयो, एक्सपोजर पाउँदै गयो। लगभग कबीर 9-10सम्म पुग्दासम्म 50-60वटा ट्रफी चाहिँ ड्याफोडिलले जित्यो कि। त्यो एउटा एज अ कोच होइन एकदम खुसीको कुरा नै हो नि। अहिले चाहिँ म फेरि कबीर मात्रै भन्दिनँ हो, उसले ड्याफोडिलमा फुटबलमा चेन्जेस ल्यायो, ऊबाट धेरैले सिक्यो कि हामी पनि त्यस्तो गर्न सक्छौँ भन्ने त भयो नि त। पछि कबीरले भन्थ्यो कि मलाई सुरुवात गर्दाखेरि कबीर बिना गेमै जित्दैन भन्थ्यो, पछि कबीर आफै बेन्च एज क्याप्टेन भए पनि ऊ बाहिर बस्दिन्थ्यो क्या, किनकि उसलाई टिममाथि त्यति विश्वास भइसकेको थियो कि। त्यो कसले गरेर भएको भन्दा एउटा कबीरले गरेर अर्को हामीले गरेर पनि हो नि त। हामीले बच्चाहरूमा कन्फिडेन्स त बढाएको हो नि त। कबीर बिना पनि जित्न सक्छु भन्ने त पुगिसकेको थियो नि त। त्यो एउटा भन्छु नि म एकदम ड्याफोडिलमा गएर चेन्जेस ममा सबै प्लेयर्सहरूमा आएको चाहिँ हो। अहिले लाइक मैले भने नि जोड दिइहाल्छु, आफूले सानो बच्चामा ट्रेनिङ गराएको बच्चा भनौँ न, अहिले एटलिस्ट ए डिभिजन क्लब अन्डर 16 को क्याप्टेन भएर खेल्दा बेस्ट प्लेयर भएको, म्यान अफ द म्याच भएको, बेस्ट प्लेयर भएको, त्यो कति खुसी लाग्छ भने त्यो मलाई मात्रै थाहा छ। भविष्य छ उसको त। मैले भने नि म ऊ त 2 क्लासमा थियो होला क्या मैले फुटबल जर्नी उसले स्टार्ट गर्दाखेरि। उसको ममले मलाई ट्रस्ट गरेको, उसलाई फर्स्ट फुटबल बुट नै मैले किनिदिएको हो क्या, मलाई याद छ।
त्यो सानोदेखि ऊ मसँग जहाँ पनि जाने जे पनि गर्ने ऊ हेर्नु त अहिले यत्रो ठुलो भइसक्यो तर ऊ फुटबलमा लागि परेको छ नि त जस गरिरहेछ यता पदम पनि मच्छिन्द्रबाट खेलिरहेको थियो अस्ति त होइन पदम मच्छिन्द्रबाट कवीर मच्छिन्द्रबाट होइन अब धेरैजना छ त्यस्तो अब हुन्छ नि अरू स्कुलको प्लेयर्सहरू पनि छ होइन जस खुसी छु भनौँ न आफूले केही गर्न नसके पनि मेरो पनि एउटा सपना त थियो नि त त्यो सपना मैले पुरा गर्न नसके पनि मेरो बच्चाले त पुरा गर्यो नि त्यसमा म एकदमै खुसी छु क्या एज अ कोच तपाईँलाई चाहिँ स्पोर्ट्स चाहिँ कतिको इम्पोर्टेन्ट लाग्छ स्टुडेन्टहरूलाई चाहिँ त्यो डेभलप हुनलाई चाहिँ म स्कुलमा चाहिँ स्पोर्ट्सहरूबाट कति चाहिँ डेभलपमेन्ट हुन्छ जस्तो लाग्छ पछि फ्युचर फुटबलमै करियर हेरेको छ भने चाहिँ फरक पर्छ नि एजुकेसन इम्पोर्टेन्ट आफ्नो ठाउँमा छ होइन तर जुन बच्चाले खेल्छु म गर्छु भन्छ नि उसलाई हामीले रोक्नुहुन्न जस्तो मलाई लाग्छ कि किनकि उसको प्यासन हो नि त त्यो हजुर लाइक अब हाम्रो नेपालमा के प्रवृत्ति छ भने एसईमा A+ आयो भने साइन्स ए भएर उसलाई साइन्स पढ्न मन नहुन पनि त सक्छ नि उसले अरू कुनै पढेर आफ्नो लाइफ त इस्टाब्लिस गर्छ तर उसलाई फुटबलमा के गर्नु मन त हुनसक्छ नि त त्यस्तो कुरामा चाहिँ हामीले रोक्नुहुन्न जस्तो लाग्छ कि मलाई म पनि पहिला भन्छु मैले अस्तिको पोडकास्टमा पनि भनेको थिएँ म फुटबलर बन्छु भनेर सोचेकै थिइनँ कि म जे पनि नेसनल पढेको क्रिकेट प्लेयर बन्नलाई फ्याक्ट कुरा मैले एसएलसी 60 सालमा दिएपछि नि क्रिकेट प्लेयर बन्छु भनेर त्यो 3 महिना ग्याप हुन्थ्यो नि एसएपछि मैले क्रिकेट ट्रेनिङ सेन्टर बालवाटी क्रिकेट ट्रेनिङ सेन्टर जोइन गरेको त्यतिखेर क्रिकेट अति नै खेल्ने अब हुन्छ नि त्यो अब कसरी अब यो फुटबलमा कनेक्टेड भएर फुटबल त्यो हुँदो रहेछ कि त्यो भाग्यमा जे लेखेको त्यो भन्छ नि तर त्यो स्पोर्ट्सपट्टि जान्छु भन्ने चाहिँ थियो मलाई फुटबल म भने नि स्पोर्ट्समा जान्छु भन्ने थियो अहिले पनि म भन्छु नि म सबै गेम खेल्छु क्या भलिबल बाहेक र स्विमिङ बाहेक अरू गेम मलाई सबै सरलाई थाहा होला नि ड्याफोडिलमा हुँदाखेरि लगभग सबै टिचर्स गेम हुँदाखेरि जित्ने नै मै त थिएँ टेबल टेनिस होस् अब ब्याडमिन्टनमा चाहिँ हार्यो होला होइन तर लगभग सबै कुरामा के म अब बास्केटबल भयो फुटबल भयो फुटसल भयो टेबल टेनिस अब हुन्छ नि आउटडोर एक्टिभिटिज सबैमा म थिएँ नि त तर लास्टमा गएर चाहिँ फुटबलप्रतिको माया बढ्दै गएर मैले एउटा टिपिकल चुज गर्नुपर्दा चाहिँ फुटबललाई चुज गरेँ कि अब तपाईँ अहिलेसम्म रेकर्ड अनुसार चाहिँ फर्स्ट नेपाली रेफ्री इन माल्टा भएको छ नि त हजुर त्यो अचिभमेन्ट पाउँदा चाहिँ तपाईँलाई कस्तो हाउ डज इट फिल मैले अघि नै भने नि खासमा मैले अचिभमेन्ट पाउनलाई गरेको चाहिँ होइन क्या हजुर अचिभमेन्ट भयो त्यो आफूमा खुसीको कुरा तर यसमा नेपाल भन्ने नाम जोडिएको छ र फर्स्ट नेपाली रेफ्री इन माल्टा भन्छ नि त्यो कुराले मलाई खुसी लाग्छ क्या एटलिस्ट युरोप जस्तो ठाउँमा गएर म पहिलो नेपाली रेफ्री बन्न पाएँ नि त त्यो भनेको मेरो लागि मात्रै होइन कि नेपालकै लागि गर्वको कुरा हो अनि म के भन्छु भने मलाई फर्स्ट हुनु छ मलाई अचिभमेन्टको लागि होइन मेरो यो प्यासन मैले भने फुटबलमा प्यासन थियो मैले प्लेयर पनि ट्राई गरेकै हो त्यसमा म असफल भएँ नै भन्छु असफल नै भन्नुपर्छ किनकि म पुरै सकिनँ नि त एज अ कोच एटलिस्ट केही हाइलाइटेड भए तर एज अ रेफ्री चाहिँ नेपालको फर्स्ट हुन पाउँदा चाहिँ गर्व त लाग्छ नि त त्यो त सबैले गर्नै पर्छ तर के भन्छ मैले त्यो अचिभमेन्ट पाउनको लागि गरेको चाहिँ होइन तर हामी पनि इक्वली प्राउड छौँ त्यो कुरामा लिएर चाहिँ त्यो जब न्युज आयो नि हजुर हजुर धेरै खुसी लागेको थियो होइन अनि अहिलेसम्म तपाईँले अराउन्ड कतिवटा म्याचेसहरू मैले यो मेरो सेकेन्ड सिजन रनिङ हो होइन मैले लास्ट सिजन मार्चमा स्टार्ट गरेको म गएको छु कहिले अक्टोबर नोभेम्बरतिर गएको जस्तो लाग्छ मलाई अनि त्यसपछि मैले त्यो फुटबलको लागि खोज्दा त्यत्रो टाइम गयो कि भनेपछि अब सोच्नुहोस् न म नोभेम्बरमा गएको डिसेम्बर जनवरी फेब्रुअरी 3 महिना त मैले यसको फुटबलमा के गर्न सक्छ भनेर माल्टामा पुरै बुझेको हो क्या मेरो वाइफले पनि एकदम सपोर्ट गरेको हो तिमीलाई फुटबलमा इच्छा छ तिमी उ गर म काम गर्छु उसले काम गर्दाखेरि म घरमै बसेर हुन्छ नि अनलाइन अप्लाई गर्नुपर्नेदेखि र उ गर्नुपर्ने सबै मेरो बुढीले एकदम सपोर्ट गरेको प्लस मेरो साली माल्टामै थियो हजुर उसले भयो अनि मैले अघि पनि भने एन्थोनी स्पेटेरी उहाँले मलाई यो नगर्नु भएको भए म यो लेभलसम्म सायद पुग्दिनँ थियो होला क्या त्यही भएर के भन्छ मैले अहिले जोडिहालेँ मार्चको एन्डमा स्टार्ट गरेँ अप्रिलमा सिजन सकिने अनि अहिले चलिरहेको छ सिजन तर म अहिले विशेष कारणवश बाबुको लागि म नेपाल आएँ अप्रिलमा गएर कन्टिन्यू गर्नु छ आफ्नो ठाउँमा छ मैले यो बिचसम्म अराउन्ड 200+ गेम्स एज अ रेफरी एज अ असिस्टेन्ट माल्टामा 200+ गेम्स चाहिँ गरिसकेँ त्यो बाहेक प्लस नेपाली मूलले गर्छ नि अर्गनाइज गर्छ नि टुर्नामेन्ट्सहरू त्यो पनि 2-3टा टुर्नामेन्टमा रेफरी चाहिँ बस्यो त्यहाँ पनि झापाको सबै त्यो बुट्टाबारी केटाहरू त्यतै रहेछ है बारो भाइहरू शेरवाङहरू टुक त्यहीँ रहेछ धेरैजना छ अब जस्तो झापा एफसी भन्ने टिम नै छ होइन झापा एफसीबाट लकुट झापाकै धेरैजना खेल्नुहुन्छ धेरैवटा छ टिमहरू राम्रो पनि छ त्यति मात्रै नभएर अहिले नेपालीहरूले के उताको
एमएफए माल्टा फुटबल एसोसिएसन अन्तर्गत माफा लिग भन्ने हुन्छ क्या त्यसमा चाहिँ नेपाली क्लबले नै नाम रजिस्टर गरेर एनएमएफसी सेन्ट पल्स बे भनेर उहाँहरूले नेपालीकै टिमले नै पार्टिसिपेट गराउनु भएको छ क्या एक्ज्याक्टली हार जित आफ्नो ठाउँमा छ तर त्यहाँ गएर पनि नेपालीहरूले फुटबलको माया देखाउनु भएको छ नि त्यसमा म एकदमै खुसी छु क्या जस म रेफ्री भए पनि उहाँहरूले पनि मलाई हेल्प गर्नुभएको छ उहाँहरूले पनि मलाई सुरुमै गेम जाने बित्तिकै उहाँहरूकै मैले टुर्नामेन्ट अर्गनाइज गरेको हो होइन त्यो मैले गर्नु हुँदैन जसले राम्रो गरेछ त्यो विषयमा त मैले भन्नै पर्छ नि त तर उहाँ विदेशमा गएर कस्तो छ भने सबैजना कमाउनु गएको हो तर कुनै टाइम निकालेर एटलिस्ट माल्टा जस्तो ठाउँमा माफा लिग खेल्नु पनि त्यो पनि ठुलो अचिभमेन्ट हो नि त त्यो अहिले जस्तो भनौँ 200+ गेम्सहरू अफिसिएट गरेको मध्ये एउटा पिक गर्नुपर्दा मोस्ट मेमोरेबल गेम पिक गर्नु पर्यो भने चाहिँ कुन गर्नु धेरैवटा छ स्टार्टिङ फर्स्ट गेम मैले पाएको त्यो पनि मेरो एउटा टर्निङ पोइन्ट हो जस्तो लाग्छ मैले फर्स्ट गेम एन्ड अफ लास्ट सिजन नै थियो नि त त्यो त मैले डिसिसिभ गेम पाएको क्या टाइटल डिसाइडर भनौँ न त्यो गेममा चाहिँ मैले एकदम माल्टाको राम्रो रेफ्रीहरू क्या म चाहिँ सेकेन्ड असिस्टेन्ट थिएँ क्या त्यो बेला उहाँहरूले मलाई जुन कुरा सिकाउनु भयो नि त्यो कुरा इम्प्लिमेन्ट गरेर म आज यहाँसम्म पुगेको क्या किनकि मैले पनि मिस्टेक गरेँ मिस्टेक सबैले गर्छ तर के भन्छु भने एउटै मिस्टेक दोहोऱ्याउनेलाई पो हुन्छ त नो वान इज पर्फेक्ट जब म्याचहरू गर्दै जान्छ नि त्यसपछि पर्फेक्ट हुने हो नि त मैले मिस्टेक धेरै गरेको छु मैले गरेको छैन भन्दिनँ लाइक अब धेरैवटा कुरामा मिस्टेक भयो होला तर मलाई जो मेन रेफ्री हुनुहुन्छ असिस्टेन्ट हुनुहुन्छ उहाँले सपोर्ट त गर्नुभयो नि त मिस्टेक एभ्री वान मेक्स मिस्टेक जस्तै हामीले देखेको छु इपिएलमा कति मिस्टेक हुन्छ भिआरले पत्ता लगाउन सक्दैन अफसाइड भिआरले मिस्टेक गरिहाल्छ एक्ज्याक्टली अनि त्यो कुरामा त ऊ छ भनेपछि अब म मिस्टेक गर्दिनँ भन्दिनँ तर त्यही मिस्टेकबाट सिकेर भनौँ न त्यो दुईजना क्या मलाई आज पनि याद छ उहाँले गरेर चाहिँ मलाई सजिलो भएको त्यसपछि त नेपालमा जस्तो एउटा प्यानल हुँदैन क्या लाइक आज मेरो एउटा रेफ्रीसँग गेम छैन अर्कोचोटि अर्को रेफ्रीसँग होइन छुट्टा छुट्टैसँग क्या अनि एकदम प्रोफेसनल के मलाई मेल आउँछ हाम्रो कमेन्ट भन्ने एउटा एप छ त्यसमा आउँछ रोशन युआर के भन्छ यो गेमको लागि युआर के भन्छ लाइक असिस्टेन्ट रेफ्री हो कि यो आएको हुन्छ आफैले एक्सेप्ट गर्ने आफैले रिजेक्ट गर्ने हो म बिजी छु भने मैले सरी आई क्यानट डु दिस लाइक म अस्ति नेपालमा हुँदा यही मन्डेको लागि फिस्ट रहेछ फिस्ट भनेको चाहिँ माल्टाको पब्लिक होलिडे के रोशन क्यान यु डु 2 गेम्स द्याट डे भनेर मेसेज आयो नि त मलाई तर मैले भने सरी आई एम इन नेपाल आई विल बी ब्याक ओन्ली अन 2 अप्रिल भनेर त्यस्तो छ क्या त्यो हुन्छ नि प्रोफेसनल अनि थ्रु मेल्स एभ्रिथिङ कमेन्ट भन्ने एउटा एप नै छ अनि एपमा पनि आउँछ प्लस मेल पनि आउँछ क्या त्यही भएर एकदम प्रोफेसनल भनौँ न त्यो नेपालमा जस्तो हुँदैन क्या आफ्नो मान्छेलाई मात्रै प्रायोरिटी दिने पर्नै पर्छ यो कुरा भएको कुरा हो नि त जसले राम्रो गर्यो गर्ने त्यो हुँदैन रेफ्री अब्जर्भर आउनुहुन्छ म्याच हेर्नलाई ऊ आउनुहुन्छ होइन उहाँहरूले नै ऊ गर्नुहुन्छ मैले गल्ती गरेर गाली गर्नु हुँदैन क्या यो कुरामा इम्प्रुभ गर्नुपर्छ छु युआर भेरी गुड त्यसरी झन् उहाँहरूले प्रोत्साहन दिनुहुन्छ क्या कन्स्ट्रक्टिभ फिडब्याक भनौँ न गल्ती गर्छ सबैले गर्छ तर उहाँले के भन्नुहुन्छ एकचोटि गल्ती गर्यो ठिक छ तर टाइम एन्ड अगेन सेम कुरा रिपिट भयो भने त्यो पो हो त के नै कि कसैले पनि त आमाको पेटबाटै सिकेर आउने कुरा त होइन नि त त्यही भएर म चाहिँ एकदम भन्छु नि गल्ती गरे तापनि 200वटा गेम गरिसकेँ अब गल्ती त अझ पनि हुन्छ तर म चाहिँ अहिले इजी लिन थालिसकेँ के हुन्छ अब बानी परिसक्यो भनौँ न ठिक छ तपाईँलाई चाहिँ एउटा गुड रेफ्री हुनलाई चाहिँ क्वालिटिजहरू चाहिँ के हुनुपर्छ जस्तो लाग्छ एउटा रेफ्रीमा सुरुमा लाइक आफूले जे डिसिजन दिन्छ नि त्यसमा अडिक हुनु पर्यो अरूको कुरा सुन्नु भएन होइन मिस्टेक भए तापनि त्यो मिस्टेकलाई सम्झेर बस्नु भएन किनकि फुटबलमा त एउटा मिस्टेक गऱ्यो फेरि त्यो टाइम त रोकिँदैन नि त्यही मिस्टेक सम्झेर बस्यो भने त अर्को पनि मिस्टेक हुनसक्छ नि त त्यसलाई मैले बिर्सिनुपर्छ क्या त्यो मलाई एक्सपिरियन्स रेफ्रीले सिकाएको कुरा हो नि त कहिलेकाहीँ हामीलाई के हुन्छ नि डर के अब ला मैले एउटा मिस्टेक गरिसकेँ फेरि अर्को पनि मिस्टेक हुने हो कि भन्ने हुन्छ नि तर रेफ्री भइसकेपछि एउटा कुनै मिस्टेक गरेछ भने त्यसलाई भुलेर त्यो म्याचमा फोकस हुनु पऱ्यो क्या 90 मिनट्स हुन्छ नि के कुरा सोच्नु भएन जस्ट म्याचलाई नै फोकस गर्ने त्यो भयो भने सबैको राम्रै हुन्छ नि मिस्टेक त हुन्छ मैले भनिहालेँ पटक पटक पनि होइन तर दोहोऱ्याउनु भएन अनि हाम्रोमा चाहिँ के हुन्छ भने नि लाइक डिफ्रेन्ट रुल्सहरू चेन्ज भइरहेको छ नि त नेपालमा पनि हुन्छ होला त्यो मलाई थाहा छैन किनकि म नेपालको रेफ्रीको एसोसिएसनमा छुइनँ तर हाम्रो चाहिँ रेफ्रीहरूको एउटा ग्रुप छ कि वाट्सएप उता माल्टामा एक्ज्याक्टली अनि सबै कुरा के हुन्छ नि अब कुनै कुरा के भयो भने लाइक अनि कुनै यस्तो भयो भने जस्तो अस्ति फुटबलमा अफसाइडको रुल चेन्ज भयो त्यस्तो सबै अपडेटेड हुन्छ कि हामीलाई
त्यही भएर पनि हामीलाई सजिलो छ लाइक अब कुन पोजिसन कति नयाँ रेफ्री हुनुहुन्छ कति पुरानो रेफ्री हुनुहुन्छ कति अब हामी जस्तो गरिरहेको रेफ्री हुनुहुन्छ अब सबै कुरा थाहा हुँदैन नि त तपाईँ र मेरो भ्यू फरक हुनसक्छ कसैले फल हान्यो कसैको आँखामा त्यो रेड कार्ड हुनसक्छ कसैको आँखामा येल्लो कार्ड हुनसक्छ होइन तर उहाँले चाहिँ सबैको डिसिजन एउटै होस् भनेर नि त्यो त्यस्तो त्यो कुनै भाइटल उहरू आयो भने नि क्लिप सेन्ड गरेर जस्ट सेयर योर भ्युज यसमा के हुनुपर्ने भन्छ क्या त्यसरी पनि सिकिन्छ नि त नेक्स्ट गेमको लागि प्रिपरेसन भन्नु एक्ज्याक्टली अनि त्यो धेरै कुरामा चाहिँ मैले भने नि धेरैवटा कुरामा माल्टाको फुटबल अगाडि छ कि तपाईँले अब भन्नु नेपाली रेफ्री एसोसिएसनमा तपाईँ छैन भनेर होइन तर अब एनी प्लान्स छ नेपाली फुटबल सिनमा चाहिँ तपाईँले केही मेरोबाट पनि कन्ट्रिब्युसन हुन्छ भने इन द फ्युचर यो चाहिँ अब लाइक म एमएफसँग रिलेटेडै छैन म त अब सर्टिफिकेट पनि एमएफएको सबै लाइसेन्स पनि एमएफएको मैले पाउँछु पाउँदिनँ नेपालमा म्याच अफिसिएट गर्न मलाई कुरा थाहा नै छैन कि त्यही भएर विषयमा चाहिँ मलाई केही भन्नै मन छैन तर इफ गिभन चान्स पछि फुटबल राम्रो भएछ भने फर्केर गर्नु परेछ भने आइएम अलवेज रेडी भनौँ न त्यो चाहिँ अब फ्युचरको कुरा हो ऊ नेभर नोस् कि अब हुन्छ नि अब जे पनि हुनसक्छ भनौँ उता राम्रो भयो भने पनि मैले उतै गर्न पनि सक्छु तर यता पनि कुनै टाइम पाएको बेला चाहिँ हेरौँ लेट्स के हुन्छ अबको 5 इयर्समा चाहिँ आफूलाई कहाँ देख्नुहुन्छ तपाईँले रेफरिङमा चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो आफैमा भर पर्ने कुरा हो कि हजुर फिफा रेफ्री हुन त गाह्रै छ होइन भएको कुरा म आफूलाई चाहिँ 5 वर्षमा फुटबलको रेफ्रीमै नै देख्छु तर अब हेल्थ सबै कुराले साथ दियो भने चाहिँ म माल्टामा रेफ्री गरिरहेको नै हुन्छु जस्तो फिल चाहिँ आउँछ किनकि मलाई यो प्यासनले गरेर पनि फुटबल छोडिहाल्नु मन छैन कि अब चाहिँ म कोचिङतिर पनि फर्किनु जस्तो लाग्दैन कि अब मलाई म रेफ्रीमै भिजिसकेँ अनि म इन्जोय पनि गर्न थालिसकेँ नि त अनि त्यही भएर चाहिँ म आफूलाई आफ्नो काम एक ठाउँमा छ तर एज अ पार्ट टाइमर म चाहिँ रेफ्री चाहिँ म छोड्छु जस्तो लाग्दैन आफ्टर 5 इयर्स पनि म रेफ्री चाहिँ गरि नै रहेको हुन्छु जबसम्म हेल्थले सपोर्ट गर्छ नि म रेफ्री चाहिँ गर्छु भन्ने मेरो सोच छ अब जस्तै योभन्दा दुईवटा एपिसोड अगाडि होला होइन भाइ हामीले हाम्रो सूर्योदय नगरपालिका दुईजना रेफ्रीसँग गरेको थियौँ यहाँ पोडकास्ट ए हजुर दुईजना उनीहरूले चाहिँ अन्डर 16 खेलाइरहेको थियो हजुर अब उनीहरूलाई पनि हेल्प होस् भनेर होइन यो कुरा चाहिँ तपाईँले अब लेटेस्ट रेफ्रिङ रुल्सहरू त चेन्ज भएर हुन्छ नि त रुल्स रेगुलेसन्स त्योसँग चाहिँ कसरी अपडेटेड बस्नुहुन्छ तपाईँ मैले भने नि अघि वाट्सएप ग्रुपमा लाइक अब अफसाइडको रुलमा पनि चेन्ज भएको छ पहिला अलिकति निक्लिने बित्तिकै हो त्यो अब त्यो रुल पनि हटिसक्यो लाइक अलिकति निक्लिँदा पनि त्यो बडी पार्ट निक्लिँदा अफसाइड थियो अब त्यो हुँदैन सबै अब फुटदेखि लिएर सबै हेर्ने भएको छ अलिकति जानले अफसाइड हुँदैन त्यो भयो उता चाहिँ इम्प्लिमेन्ट हुन्छ नेपालमा कहिले हुन्छ थाहा छैन लाइक किपर 8 सेकेन्ड्स रुल इम्प्लिमेन्ट भइसक्यो कर्नर अब त सिधै कर्नर हो ए बल 8 सेकेन्डसम्म किपरले लिड गराएको टिमले 8 सेकेन्ड होल्ड गर्यो भने पहिला चाहिँ अब इन्डाइरेक्ट फ्री किक होइन अब रेफ्रीको डिपेन्ड हुन्थ्यो नि त के दिन्थ्यो येल्लो कार्ड दिन्थ्यो अब चाहिँ अहिले चाहिँ के छ भने 8 सेकेन्ड्स होल्ड गऱ्यो हाम्रो टाइम हेरेर चाहिँ किपर प्ले भनेर हामीले सिग्नल दिइसकेपछि त्यसपछि काउन्ट गर्ने हो क्या त्यो सुरुमै लड्दैखेरि काउन्ट गर्न त मिलेन नि त ऊ पनि त आफ्नो पोजिसनमा त आउनु पऱ्यो नि तर त्यो हुँदा पनि उसले छोडेन गरेन भने चाहिँ अहिले चाहिँ कर्नर त्यो इम्प्लिमेन्ट हुन पनि थालिसक्यो त्यस्तो धेरैवटा कुरा छ त उहाँहरूले हामीलाई अपडेटेड गराउनुहुन्छ क्या अब नेपालमा पनि त्यो त हुन्छ होला होइन बिस्तारै तर सुरुमा ट्रायल भनेको अथवा सबै कुराको चाहिँ युरोपबाटै सुरुवात हुन्छ नि त अनि बिस्तारै अब एसियन कन्ट्री अरू कन्ट्रीमा छिर्ने त हो नि एनएसएल कहिले आजबाट स्टार्ट होइन एनएसएल ललितपुर काठमाडौँ आज हो नि त्यो तपाईँको ब्याड लक भनौँ कि के भनौँ होइन त्यो सेकेन्ड सिजन होला सायद झापा एफसीको तपाईँ एज अ म्यानेजर अपोइन्ट भइसकेको थियो नि त त्यो टाइम हस् तपाईँ पनि जानुभएको थियो कन्ट्र्याक्ट साइन गर्दा है तपाईँसँगै गयो अनि मलाई त्यो टाइम हुन्छ नि एम सरलाई भेट्दाखेरिको त्यो टाइमहरू हुन्छ नि उहाँहरूले अनि जस्तो हामी मिटिङ बस्थ्यौँ गर्थ्यौँ अनि यस्तो कोअपरेटिभ हुनुहुन्थ्यो नि त अहिले पनि देखेको छु लाइक मैले अरूलाई त भेट्ने मौका पाइनँ अस्ति गएर झापा एफसीको हाम्रो बोर्ड मेम्बर सुजनजीलाई भेटेँ एमजीलाई भेटेँ अनि त्यसपछि कोच प्रवेश दाईलाई भेटेँ म्यानेजर विजन दाईलाई भेटेँ कस्तो खुसी लाग्यो क्या हुन्छ नि एटलिस्ट उहाँहरूले रोशन के छ त्यो बिर्सिनु त भएन रहेछ नि त त्यस्तो कुराले म्याटर गर्यो नि त गर्छ त्यही भएर नि मैले भने नि होला अरू टिमहरू पनि राम्रो होला आफ्नो ठाउँमा छ तर म अब आफू फुटबल लभर हुन्जेल चाहिँ जस्तो जेसुकै भए पनि झापा एफसी जबसम्म एनएसएलमा हुन्छ नि आई विल बी सपोर्टिङ झापा एफसी फर्स्ट इयर हामी पनि नेपाल झापा एफसी छौँ झापा एफसीमा म भनिदिइहाल्छु होइन अस्ति म भेट्न जाँदा पनि छेवाङ सरको नाम निक्ल्यो क्या सुजनजीले कस्तो चाहिँ याद गर्नु भएको
उहाँले भन्नुभएको त्यो वर्ड छ क्या झापा एफसीले गेम स्टार्टै नगर्दाखेरि क्यान्सल हुँदा पनि छेवाङ यस्तो मान्छे हो उहाँले झापा एफसीको लागि गीत गाउनु भएको त्यो कुरा भन्दा मलाई त खुसी त लाग्यो नि त उहाँलाई पनि याद त रहेछ नि त हामीलाई के लाग्छ ठुल्ठुलो मान्छेहरू यस्तो कुराहरू बिर्सिनुहुन्छ जस्तो फिल हुन्थ्यो नि त तर उहाँले हेर्नु कस्तो याद गरिरहनु भएको सुरुमा हाम्रो स्टार्टै एम सरसँग त बोलिरहेको थिएँ सुजन सरले ठ्याक्कै भन्नुभयो क्या छेवाङ कहाँ हुनुहुन्छ त उहाँले त हामीलाई लाग्यो यस्तो त्यो मेरो लाग्यो नि एउटा प्रब्लम हो त आफ्नो साथीको नाम लिएर जस याद त रहेछ नि त उहाँलाई जस खुसी लाग्यो भनौँ न यस झापाले राम्रो गरेर नेपाल विश यु अल द बेस्ट टाइमबाट एन्सर इलाम भएको इलाम नगर्नुहुन्थ्यो होला इलाम नभएर झापालाई होला है सर तर होइन तपाईँले त्यो त्यतिखेर त इलाम थियो नि त तर त्यो इलाम सिजन चाहिँ म विराटनगर सिटीसँग कनेक्ट भएँ होइन अनि त्यसपछि झापा त्यो पूर्व भने चाहिँ एउटा कनेक्सन छ तर पहिला इलाम पनि थियो झापा पनि थियो तपाईँ पनि त दुविधामा हुनुहुन्थ्यो झापाको लागि गीत गाए पनि तपाईँको मन आदि त इलाममै हुन्थ्यो नि त इलामले जितोस् भन्ने त भइहाल्थ्यो हो ल फ्याक्ट कुरा हुन्छ आफ्नो ठाउँ भनेको तर अहिले चाहिँ के छ पूर्वबाट एउटा मात्रै छ सोल झापालाई सपोर्ट गर्नु त पाइयो नि त म त काठमाडौँको बासिन्दा हो सबैले भन्छ काठमाडौँ 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 त्यो त आफ्नो इच्छाको कुरा हो मलाई झापाले त्यत्रो अपर्च्युनिटी दिएको छ भने चाहिँ मैले काठमाडौँलाई सपोर्ट गर्नु भएन एज अ प्लेयर एज अ म सबैलाई सपोर्ट गर्छु तर आफूले मनले खाएको भनेको हुन्छ नि त्यो मनले खाएको भन्छु कि मालडामा हुँदा कसैले पठाउँछ ट्र्याक सुट जर्सी सेट झापा एफसीले पठाउनु भयो त मलाई जस्ट एक्नोलेज गर्यो उनीहरूले स्मल थिङ्स म्याटर भन्छ नि त्यही त हो नि मलाई पनि पठाइदिनु भएको थियो हो त नि हो टी सर्ट है त्यो जरुरत थिएन नि त हामीलाई पन्यो भने त तर उहाँले दसैँको बेला गिफ्ट होला सायद त्यो है राइट किनकि सरलाई भेट्न पाउनु भएन सरको गिफ्ट मलाई नै छोड्नु भएको थियो नि त एमजी आफै आएर त्यस्तो व्यस्तताको बावजुद गोपीकृष्ण पुल नजिकै एउटा क्याफेमा भेटेर उहाँले यो हजुरको लागि र अर्को छेवाङ सरको लागि भनेर दिँदा सम्झिनु न हाम्रो लागि त खुसी कुरा हो ठुलो कुरा हो ठिक छ अब अनि अब फुटसलमा लागेको तपाईँ यतिका वर्ष भयो होइन अहिले नेपाली फुटसल सिन चाहिँ फुटसल टिममा चलिरहेको टिम चाहिँ कुन लाग्छ तपाईँलाई भन्नै पर्छ नि होइन यो त अब नेपालमा त फुटबल भन्दा अहिले फुटसलै टिकेको छ प्लेयरहरू बाँकी त आदि त अब लगभग विदेश गए होइन अहिले चाहिँ एटलिस्ट फुटसल टुर्नामेन्टहरू हुन्छ र प्लेयर टिकेको छ अहिले भन्नै पर्दा त अहिले वान अफ द टप हिमालयन एफसी सिरीहरू सिरी पण्डित अब हाम्रो हुन्छ नि दिपेश भाइ धेरैजना सबै चिनेकोहरू त अनि अब किपर पनि कडा है त्यो दिपेश भाइ राम्रो छ नि एकदम राम्रो छ जस उसको गेम प्लेदेखि लिएर उसले हुन्छ नि जुन फुटसलमा खेलाउनु पर्ने एज अ किपर उसमा सबै गुड छ क्या एज छ मेन कुरा सानो हो नि त मैले देखेको फुटसलमा किपरमा अहिलेको कन्टेक्स्टमा सिनारियोमा भनौँ न अरू पनि होला नि तर मलाई राम्रो लाग्ने चाहिँ एउटा दिपेश भाइ भयो अर्को चाहिँ आफ्नै स्टुडेन्ट भएर बनाएन कि पदम तामाङ के उसले आफ्नो फुटवर्क यस्तो मजाले बनायो कि हुन्छ नि अब ऊ त किपर हो सेभ राम्रो थियो फुटवर्क अब हेर्नु न फुटसलमा खतरा किपर जहाँ जान्छ पोखरातिर कहाँ जान्छ बेस्ट किपर पाउँछ ऊ र दिपेश खेलेको बेला दिपेश र उसले अरू किपरले पनि पाउँछ नपाउने त होइन तर फुटसलमा चाहिँ किपर लाइक मचिन्द्रबाट खेल्दा मेन डिफेन्स त्यो हुन्छ नि अब उसले अब आफ्नो छाप छोडिसक्यो क्या फुटबलमा फुटसल दुइटैमा हिमालयन एफसी होइन हिमालयन एफसी हजुर प्रोफेसनली पनि गएको जस्तो लाग्यो अस्ति के इभेन्टहरू पनि गरेको थिएछ एनुअल प्रोग्राम के भनेर एक्ज्याक्टली उनीहरूले चाहिँ लास्ट एन्ड अफ द सिजनमा ऊ गर्दो रहेछ कि के भन्छ अब यो एउटा चाहिँ प्लेयर्सहरूलाई मोटिभेसन पनि हो गर्नु पनि पर्छ भन्छु म होइन प्रोफेसनल कसरी बनाउने त प्लेयर्सहरूलाई गेम खेलाएर त्यो जितेको पैसा मात्रै दिएर पनि त खुसी हुँदैन नि त उनीहरूको पनि त परिवार त पाल्नुपर्छ उनीहरूलाई पनि अब हिमालयन एफसीले चाहिँ प्लेयर्सहरूलाई कसरी खुसी पार्ने एकजना धेरैजना म्यानेजर हुन्छ एउटा मेरो साथी पनि हो सुबोध होइन उसले पनि यसको लागि चाहिँ धेरै उ गरेको छ भनौँ न अनि नेपाली फुटसलमा बोइजको लागि मैले भने नि अहिले हिमालयन एफसीलाई कुनै पनि टिमले हराउन चाहिँ दुईचोटि सोच्नै पर्छ जस्तो लाग्यो हेर्नु न जतिखेर टुर्नामेन्ट भइरहेछ कन्टिन्यू जहाँ पनि जितिरहेछ अनि मलेसियामा पनि छ कि क्या होइन यो हिमालयन एफसीको चाहिँ धेरै ठाउँमा रहेछ हो अस्ति सुबोध आफै पनि गएको थियो देखेँ होइन हिमालयन एफसीले चाहिँ नेपालमा मात्रै नभएर होइन उनीहरूको सोच राम्रो छ कि भिजन एकदम राम्रो छ उहाँले पनि फुटबलको लागि के गरौँ नेपालमा मात्रै नभएर बाहिर पनि होइन अस्ति जब हिमालयन कपै भएको हो नि त मलेसियामा हो जस्तो लाग्छ मलाई सायद तर अरू कन्ट्रीमा नि हो जस्तो लाग्छ भएको होइन उहाँहरूको भिजन पनि एकदम राम्रो छ प्लेयर्सहरूलाई कसरी उ गर्नुपर्छ त्यो सबै थाहा भएकोहरू हो नि त फुटबललाई माया गर्ने बित्तिकै फुटबल प्लेयर्सहरूको त ऊ राम्रो भइहाल्छ नि अहिले अब हिमालयन एफसी वान अफ द बेस्ट वान अफ द बेस्ट सबै कुरामा उनीहरू खुसी नै छ अनि केटीहरू पनि अहिले बढी हुन थाल्यो होइन केटीहरूको पनि अब राम्रो भन्नुपर्छ नि त पहिला त केटाको मात्रै हुन्थ्यो नि त अनि मैले देखेको चाहिँ केटीमा चाहिँ क्रिजल एफसी
फुटाउनु मिल्दैन पुष्कर मामा भनेर पनि के भन्नु होइन उहाँले जस गर्ल्सहरूलाई पनि के गर्न सक्छु भन्ने त प्लेटफर्म त छोड्नु भएको छ नि त तर फुटबलमा लागि परेको मान्छे होइन नि पुष्कर मामा पनि मलाई के लाग्यो भने हो उहाँले पनि अब फुटबलमा के गर्छु भनेर सोचेर सुरुमा जस्ट लाइक हिमालयन एफसीको सेट पनि त क्रिजल एफसीमै थियो नि त तर अब धेरै कारण हुन्छ कुरा हुन्छ होइन त्यसले गर्दा अब प्रोफेसनल्ली जान सक्नु भएन होला दुइटै टिमलाई अगाडि बढाउनु गाह्रो भएर होला उहाँले बोइज जेन्ट्स टिमलाई छोडिदिनु भयो तर गर्ल्स टिम त हेर्नु त अब गर्ल्स टुर्नामेन्ट भयो कि क्रिजल एफसी लाइक बोइजमा हिमालयन गर्ल्समा क्रिजल एउटा थप्पै भइसक्यो क्या अरू पनि छ राम्रो छ धरान 5 कति त टिमहरू राम्रो छ बोइजमा पनि त्यो पुलिस भाइहरूको टिम पनि त राम्रै छ नि त तर अहिले चाहिँ यस्तो के लाग्छ भने हिमालयन बोइज गर्ल्समा क्रिजल हो हिमालयनको चाहिँ मैले के देखेँ भने त्यो रिप्लेसमेन्ट पनि राम्रो रहेछ किन विवश अस्ति कहाँ खेलिरहेको थियो नि विवश थिएन होइन हो ऊ उतापट्टि लाइक मलाई लाग्छ मेस कप खेलिरहेको थियो कि जस्तो लाग्छ ऊ थिएन त्यो सिरीसँग अगाडि खेल्ने भाइ के लामा रहेछ सुवेद लामा होला सायद हो सुवेदै हो त्यो सब्स्टिट्युट पछाडि ब्याकअप पनि रहेछ छ अनि अझ हाम्रो अर्जुन भाइ पनि त छ नि रोका अर्जुन रोका पनि ऊ आफ्नो ठाउँमा त ऊ आफ्नो 100% दिएर खेल्छ नि त त्यो भएर त्यो टिम एकदम ब्यालेन्स छ क्या अनि त्यो ब्यालेन्स भएको टिमलाई चाहिँ बेन्च पनि स्ट्रङ हुने बित्तिकै त अरू टिमलाई गाह्रो भइहाल्छ नि किनकि कोही इन्जर्ड भए पनि ब्याकअप हेर्नु यस्तो राम्रो छ नि अनि सबजना मेन कुरा भनेको खुसी छ क्या जब टिममा खुसी हुन्छ नि त्यो टिमलाई हराउन गाह्रै हुन्छ क्या अहिले त सिरी छाइरहेको छ टिकटक युट्युबमा सिरी अब भएको कुरा गर्नै पर्छ होइन अब उसले आफ्नो मेहनत आफ्नो ठाउँमा छ उसले अब आफ्नै युट्युब अकाउन्ट पनि खोलेको छ मैले सब्सक्राइब गरेको छु तपाईँले पनि गर्नुभएको छ होइन अब जस उसको यो जर्नी पनि राम्रो होस् भनेर चाहिँ भन्छु क्या म किनकि उसले आफ्नो प्लेटफर्म त बनायो नि त हो आफ्नो स्किल छ जे छ त्यसलाई देखाएर आफ्नो उसले आफ्नै यो पनि आफ्नो सोलो हो नि त कसैले उसलाई माथि चढाएको त होइन नि त उसले आफ्नै दुःख गरेर यहाँसम्म पुगेको हो नि त त्यही भएर सिरीलाई पनि के भन्छु भने यो युट्युबको लागि पनि युट्युब च्यानलको लागि पनि बेस्ट अफ लक अनि के भन्छ अझ फ्युचरमा पनि राम्रो हुँदै जाओस् त्यही त होइन हामीलाई त खुसी लाग्छ हाम्रो भाइहरूले राम्रो गरेको त होइन अझ माथि लेभलमा पुगोस् क्या त्यतिमा मात्रै सीमित नहोस् युट्युब च्यानल पनि माथि जाओस् एज अ प्लेयर पनि माथि पुगोस् क्या त्यो भयो भने झन् खुसी लाग्छ नि त हामीलाई त उसको फेरि टक्कै जितेपछि मेडलहरू दिन्छ नि यहाँ त्यो बच्चालाई हो त्यो उसको बानी चाहिँ पहिलेदेखि हो है फेरि उसले नि आफूसँग अब धैर्य पनि छ उसलाई होइन उसले त्यो फेरि मेडलको माया नगरे होइन क्या उसले बच्चाको माया देखेर दिन्छ नि त्यो एकदम राम्रो उसले मन जित्नलाई होइन कि उसलाई मनबाटै आउँछ नि त जर्सी गिफ्ट गर्छ मेडल दिन्छ बेस्ट प्लेयरको ट्रफीहरू दिन्छ होइन त्यो आफूमै एकदम राम्रो हो क्या त्यो उसले छाप छोडिरहेछ भनौँ न उसलाई त्यसमा खुसी लाग्छ भने हामीले पनि सपोर्ट चाहिँ गर्नुपर्छ क्या अब आफ्नो युट्युब च्यानलले पनि यो गर्यो प्रमोट गर्यो आफूलाई तर गेम राम्रो भएर नि त उसले गेम नखेल्ने भएको भए त ऊ योसम्म त पुग्दैन थियो नि त त्यस्तै छ अब हाम्रो मलाई त रेप फुटसलको कबिर भाइ पनि मनपर्छ रेप अब आफ्नो स्टुडेन्ट भएर पनि हो होइन तर उसले चाहिँ राम्रो प्लेटफर्म पाउनै सकेको छैन कि अझ पनि ऊ जहाँसम्म लाग्छ कबिर तमाङ धेरै माथि पुग्नुपर्ने प्लेयर हो जस्तो लाग्छ नि मलाई तर भाग्यमा लेखेर पनि आउनु पर्दो रहेछ क्या कहिले कुनै बेला के कुराले फेभर गर्दैन कुनै के कुरा के फेभर गर्दैन लाइक अन्डर 16मा पर्नुपर्ने मान्छे क्या है ठ्याक्क मलाई याद छ अन्डर 16 होइन अन्डर 18को गेम सुरु भयो लिग ए डिभिजन लिग मछिन्द्रबाट खेल्यो सुरुको 2-3टा गेममा म्यान अफ द म्याच क्या होइन अनि त्यसको कतिवटा गेम पछि चाहिँ बाहिर जानुपर्ने थियो नेसनल टिम अनि उसको नाम आयो तर त्यो टाइममा ठ्याक्क इन्जर्ड भइसक्यो ए नेसनलमा नाम आएको हो नि ऊ पर्थ्यो पनि सबैलाई थाहा छ क्या यो कुरा तर लकै नभए के भनौँ न अब त्यो सम्झिन मन लाग्दैन क्या मेरो एउटा सपना हो अरूले जेसुकै भनोस् होइन कबिर पदमलाई चाहिँ नेसनल टिममा देख्ने मेरो धोको थियो कि हुन त अब आफ्नो टिमबाट खेलेको भोटे भाइ पेम्बानुरको शेर्पा भनौँ होइन सबिनय कटुवाल नेसनल टिममा त पर्यो मेरो बच्चादेखि सँगै भएको भएर एबिलिटी भएर पनि नेसनल टिममा नपर्न सक्दा चाहिँ अलिअलि मन चस्कै चाहिँ हुँदो रहेछ क्या तर अझै पनि छ टाइम त छ त्यही भयो उसले त्यही भन्छु लाइक मैले पनि त हेर्नु न म अहिले 35-36 वर्षको भएँ बल्ल गएर त एउटा अचिभमेन्ट पाएँ नि हरेस खानु हुन्न रहेछ क्या मैले पनि त नाम त अहिले आएर कमाएको हो नि त जस्तो अरूको के कुरा गर्नु केएफसी उसलाई त कुनै एउटा रेस्टुरेन्टको उसले नै बहिष्कार गरे हो नि केएफसी भनेको त चिकनको क्या ऊ 55 इयर्समा गएर उसले कम्पनी स्टाफ अहिले ऊ छ त त्यही भन्छु हरेस खानु भएन क्या उनीहरूलाई म पटक फोन गर्छु भाइ हरेस खानु हुँदैन टाइम आउँछ जे लेखेको छ त्यही हुन्छ तर आफूले मिहिनेत गर्नुपर्छ लेट्स सी वान डे उसले लाउन सक्छ नि त नेपालको जर्सी टाइम छ नि अझै
त्यही हो टाइम छ हरेस खानु भएन आफूले आफूलाई सम्हाल्नु पर्यो होइन बिग्रिनु भएन वर्कआउट गरिराख्नु पर्यो त्यो चाहिँ उनीहरूले बुझ्नु उसले कबीर पदमले म त नि सबैजनाले बुझ्नुपर्ने कुरा हो कि लेट्स सी उनीहरूको एउटा ड्रिम मेरो पनि ड्रिम उनीहरूको ड्रिम पनि एक दिन चाहिँ पुरा हुन्छ कि भन्ने आशा छ कि तिर लागौँ न होइन अब जति गऱ्यो नि त्यो सकिँदैन नि त भक्त होइन यो फुटबल भनेपछि हामी दुईजना फुटबल लभर हामी दिनभरि कुरा गरौँ भने हामी त गरिदिन्छौँ नि त तर जे हो त्यो भन्नुपर्छ होइन अनि म भनिदिन्छु एक दुईवटा कुरा चाहिँ जुन नेपाली फुटबल विकास गर्नलाई चाहिने पोलिटिक्स हट्नु पर्यो नेपाली फुटबलमा पहिला प्लेयर्सहरूले चाहिँ अपोइन्टमेन्ट पाउने गाडी पाउने ए डिभिजन लिग एटलिस्ट टाइममा हुन्थ्यो नि त अहिले नहुनुको रिजन के हो यो चाहिँ एन्फाले गर्नु भएन क्या पोलिटिक्स हुनुपर्छ तर राम्रो कुरामा हुनुपर्छ माल्टामा पनि त प्रेसिडेन्ट चेन्ज हुन्छ नि त आइएमएफको जेनरल सेक्रेटरी चेन्ज हुन्छ त तर एउटा क्यालेन्डर त फिक्स छ नि त त्यो त फलो हुन्छ नि त नेपाल पनि त्यो हुनु पर्यो जोसुकै आओस् न एटलिस्ट एउटा क्यालेन्डर होस् न त्यो फलो हुनु पर्यो यो गोल्ड कपको नाममा प्लेयरहरूलाई कति धक्का छ मैले अस्ति पनि भने यो हाम्रो सञ्जीवलाई एउटा केपी ओली कप मच्छिन्द्र त्यहाँ खेलिरहेछ बुटलमा फेरि अर्को के कप र मच्छिन्द्र त्यहाँ पनि खेलिरहेछ हुने कुरा हो त्यो सक्यो फेरि अर्को दिन फेरि के अरे यता बुटलबाट फेरि यता इलाम गएको छ अर्को गोल्ड कप खेलाएको छ फेरि विराटनगर आएको छ अर्को गोल्ड कप खेलाएको छ यो 3 महिना प्लेयर्सले गेम खेलेर मात्रै लाइफ चल्छ त यसो गर्नु भएन जस्तै एनएसएल जस्तो आजदेखि सुरुवात हुँदैछ एनएसएलको जो अर्गनाइजरले एउटा फिक्स डेट माग्नु भएको छ नि त हरेक वर्ष हामी एउटै टाइममा स्टार्ट गर्छौँ हो यस्तो कुरालाई उ गर्नु पर्यो क्या माल्टाको पनि त गेम हुन्छ नि त अरू नकआउट गेमहरू पनि हुन्छ नि तर फिक्स छ नि त यो चुनाव जित्नकै लागि गोल्ड कप सबैलाई नाम दिने होइन नि त पहिला हाम्रो पालमा के थियो 2-3टा गोल्ड कप हुन्थ्यो आहारा गोल्ड कप जस्तै 2-3टा अरू पूर्वमा हुन्थ्यो झापा गोल्ड कप होइन त्यो 2-3 अहिले त लोकल टुर्नामेन्ट पनि गोल्ड कप रे जहाँ पनि गोल्ड कप रे अब त्यो भएन नि त प्रोफेसनल त हुनु पर्यो नि त एउटा रिक्वायरमेन्ट अर स्ट्यान्डर्ड मेन्टेन गरेर त्यो गोल्ड कपलाई नाम त्यो सस्तो भयो कि गोल्ड कप एक्ज्याक्टली कति ठाउँमा त नि प्लेयर्सलाई रेफ्रीलाई धराप छैन अझ पनि नेपालमा गेम खेलाउनलाई सबै देखेको छौँ नि त हामीले फुटबलमा फल हुन्छ रेफ्रीबाट डिसिजन पनि रङ हुन्छ तर त्यसलाई झगडा इस्यु बनाउनु भएन नेपालमा कति देख्छौँ हामी त्यो किन भइरहेछ त यो हाम्रो एन्फा नै स्ट्रङ नभएर हो नि त अब यो एन्फा स्ट्रङ हुन जरुरत छ क्या मैले मेरो लागि भनेको होइन नि त म माल्टामा गएर नेपालमा पनि यस्तो फुटबल हुन्छ भनेर गर्वसाथ भन्न पाउनु र नेपालमा फुटबललाई छैन मलाई अहिले सोध्छ नि कतिले सोध्दा कस्तो हुन्छ क्या सर यो भन्यो भने जस्तो है वाइ आर यु हियर इन माल्टा ल के भन्ने त अब मनमा पहिले ढुकढुक हुन्छ क्या अब फुटबल छैन भन्यो भने किन त्यस्तो भन्ला नेपाल ठुलो कन्ट्री हो भन्छ तर मैले डाँट्दिन भन्छु इट्स अलरेडी बिन लाइक मैले जाँदाखेरि त 500 डेज त भएको थिएन इट्स मोर देन 500 डेज हाम्रोमा ए डिभिजन लिगै भएछ नि वाट ल सक ओन्ली ए डिभिजन भन्यो अझ उनीहरूकोमा त एबिसिडी हुन्छ नि त कस्तो कस्तो कुराले नेपालको नाम जोडेपछि नि आफ्नो नेपाली भएर होला होइन चित्त दुख्छ नि त नेपालमा पनि फुटबल गतिविधि यस्तो राम्रो भयो भए म बाहिर गए पनि तर माल्टामा पनि ओहो नेपाल यस्तो भन्ने त हुन्थ्यो नि त तर छैन क्या किन मलाई त मनबाटै लाग्छ पाकिस्तानले ब्यान्ड भेट्यो नि होइन त्यसरी नेपालले पनि यसरी फुटबल भएन भने ब्यान्ड चाहिँ भेट्छ यो अन्डर 18 बी डिभिजन मात्रै गरेर त पुग्दैन नि त लेडिजको गेम बल्ल बल्ल भएको छ त्यो पनि कति पछि सकिएन फेरि रिस्टार्ट भएर के भयो त्यो भएन नि त अहिले लेडिज टिम हेर्नु त छ यस्तो राम्रो छ बोइजले पनि अस्ति मलेसियासँग राम्रै खेल्यो डिफेन्स खेले पनि होइन त्यो अब सिङ्गापुरलाई जिति नै दियो होइन त्यो आफ्नो ठाउँमा छ नि त तर अब यही प्लेयर्सहरू पनि बाहिर गयो भने त हरेक चोटि नेसनल टिममा न्यू फेसेस चाहिँ छ तर गेमै पछि चेन्ज गरेर त भएन प्रोफेसनल देखिन्छ त सर दुई हेर्नु त ल अब अहिले हाम्रो पुरानो प्लेयर्सहरू को नै बाँकी सर मलाई त याद पनि छैन भन्नु भने अन्जन विष्ट र किरण जेमजङ मात्रै याद आउँछ अनि अनन्त तामाङ होला ल अनि सनी श्रेष्ठ त्यो पनि ऊ पनि नयाँ होला सायद अरू त छैन त ल सबै नयाँ हो भाइले चान्स पाएको छ खुसी छु तर एन्फा स्ट्रङ नभएर नि प्लेयर्स बाहिर गयो नि त नेपालमा फुटबल गतिविधि राम्रो हुन्थ्यो त बाहिर जानु जरुरतै थिएन नि त के प्लेयर्सको कुरा रेफ्रीहरू नै गएको कुरा याद छ त होइन मलाई थाहा छ 2-3 जना त फिफा रेफ्री नै अस्ट्रेलियामै हुन्छ त किनकि नेपालमा गेम नै छैन परिवार त पाल्नुपर्छ अनि त्यस्तो कुराले म्याटर चाहिँ गर्दो रहेछ क्या सर जेस एन्फामा आउनलाई पोलिटिक्स गर तर आइसकेपछि काम चाहिँ गर होइन हो नि म त्यही भन्छु अब पहिलाको पालि मैले भने नि त पोलिटिक्स त पहिला पनि थियो होला नि त थियो जाम हुन्छ गेम त हुन्थ्यो नि होइन प्लेयर्सले अपोइन्टमेन्ट नि पाएको हो मैले झुटो बोले त होइन गाडी पनि पाएको हो
रिटायरमेन्ट लिँदा प्लेयर्सहरू जस्तै हरि खड्का, रमेश बुढाथोकी, को कोले गाडी पाएको, उपेन्द्र मानसिंह याद छ नि त। तर अहिले त प्लेयर्सहरूले एउटा गोल्ड कपमा मोटरसाइकल पाएको पनि कति वर्ष भइसक्यो पाएको हुँदैन भनेर आउँछ फेसबुकमा। कस्तो हुन्छ त? कि त नदिनु नि बरु, आश हुँदैन नि त, दिन्छु भनेपछि दिनु पऱ्यो। जस्तै अस्ति क्रिकेटको कुन भएको थियो नि, दिपेन्द्र सिंह ऐरीले गाडी पायो, एनपिएल उसको अब ट्याक्स तिर्नलाई समस्या हुन्छ भने उनीहरूले क्लियर गरिदियो त। हो त्यो हुनु पऱ्यो नि त। नेपालमा त के गाह्रो छ नि त, अब गाडी पाउँछ ट्याक्स तिर्नु पर्ने नि, पैसा कहाँबाट ल्याउने? यस्तो यस्तो कुरा चाहिँ सोचिदिनुपर्छ। प्लेयर्सहरूलाई खुसी राख्नुपर्छ, त्यो भन्दैमा ट्रेनिङमा नआउनु त्यो भन्न खोजेको होइन। प्लेयर्सहरू पनि कोचले जे भन्छ त्यो मान्नु त पर्ने हुनुपर्छ नि, डिसिप्लिन त हुनु पऱ्यो नि, चाहे सिनियर प्लेयर्स हो चाहे जुनियर प्लेयर्स हो। सिनियरले जुनियरले हेप्ने त्यस्तो त छैन नेपालमा, त्यो हुनु पनि भएन। एउटा युनिटी भन्ने कुरा हुन्छ नि, कोचले जे भन्छ त्यो मान्नु पऱ्यो। त्यो भयो भने नेपाल अगाडि बढ्छ, नभए त फेरि पनि भन्यो नि गाह्रै छ क्या। अनि यो कुरा गर्नुपर्दा चाहिँ मनमा पीडा चाहिँ हुन्छ क्या, किनकि वी आर फुटबल लभर्स नि त। यो मैले आफू हाइलाइटेड हामी हाइलाइटेड हुनु भनेको कुरा होइन नि त। यो कतिले अगाडि बोल्न सक्दैन क्या, मैले चाहिँ फ्रिली भनेको, तर राम्रो होस् भनेर भनेको। कसैले अब चित्त दुखाउनुहुन्छ भने मेरो होइन, तर म त एन्फा स्ट्रङ भएको देख्न पाउँछु नि त। म ग्रेड 11 पढ्दा मेरो त इन्डियाको साथीहरू थियो क्या, अनि त्यतिखेर चाहिँ बसन्त गौचनहरू थाहा छ के मनाङ मोर्साङ होइन, त्यो एनटिभीबाट देखाएको थियो नि नेपालको लिग, त्यो गेम हेर्थ्यो केटाहरूले। अनि त्यो नेपालको प्लेयर कस्तो राम्रो पास खेल्ने भन्थे क्या त्यो बेला। अनि अहिले इन्डियाको स्ट्यान्डर्ड कहाँ पुग्यो, हाम्रो कहाँ पुग्यो क्या। इन्डियामा नचाहनुहोस् न सर, भुटानतिर लाग्नुहोस् त सर। पहिला नेपाल र भुटानको गेम पर्दा नेपालले 7 गोल सजिलो हान्छ भन्ने थियो नि, अहिले भुटान र नेपाल पऱ्यो भने डर लाग्छ, उल्टो नेपाललाई चाहिँ 7 गोल हानिदिन्छ कि भन्ने। त्यो नहोला, तर मैले भन्नु खोजेको भुटानको फुटबल स्तर कति माथि बढिसक्यो त। त्यो त हुनु पऱ्यो नि त। क्रिकेटमा राम्रो भइरहेछ, आँखा नलागोस् होइन भएको कुरा, किनकि कन्टिन्यू भइरहेछ। हिजो नयाँ कोच पनि मलाई लाग्छ अपोइन्ट भएको जस्तो लाग्छ होइन। मैले चाहिँ सबै गेम्स लगभग फलो गर्न कोसिस गर्छु कि। क्रिकेट चाहिँ केही थिएन नि त फुटबल माथि हुँदा, थिएन, 0 लेभलमा थियो नि क्रिकेट। अहिले कहाँ पुग्यो, तर फुटबल चाहिँ झन् माथि पुग्नु पर्ने ठाउँमा झन् घटिरहेछ। अब राम्रो हुन्छ कि नयाँ कोच आउनु भएको छ लेसी होइन, हामीले उहाँलाई सपोर्ट गरौँ, नेपाल नेसनल टिमलाई सपोर्ट गरौँ। अभियसली राम्रो हुन्छ नि, प्लिज एन्फालाई चाहिँ आग्रह, मेरो मात्रै होइन क्या, सबै फुटबल लभर्सको ए डिभिजन टाइममा हुनु पऱ्यो होइन, कि जे प्रब्लम छ त्यो सर्ट आउट हुनु पऱ्यो। जस्तै अब अहिले त कन्फ्लिक्ट छ नि त, रिलिगेसनमा को अहिलेसम्म फिक्स छैन, 3 स्टार हो कि एपिएफ, अहिलेसम्म त्यो त कुनै भएन। एपिएफ परेको पर्न त, तर उहाँहरूले त उजुरी त दिनुभएको छ नि त 3 स्टारको अगेन्स्टमा। त्यो कुराहरू छानबिन भएर होइन, चाँडोभन्दा चाँडो ए डिभिजन लिग होस्, प्लेयरहरू बाहिर जान नपरोस्, मेरो चाहिँ भनाइ यति मात्रै हो। हुन्छ सर, यति भन्दै तपाईँलाई धेरै धेरै धन्यवाद एन्ड विश यु अल द बेस्ट हाम्रो सूर्योदय फुटबल स्टोरिजको तर्फबाट पनि। थ्याङ्क यू सो मच। मलाई पनि एकदम खुसी लागेको छैन अब यस्तो साथीभाइसँग कुरा गर्नु पाउँदा। यसरी कि अब क्याजुअली हुन्थ्यो, आज चाहिँ सबै मिडियाको अगाडि अब 100 जनाले नहेरे पनि 10 जनाले हेरे पनि यो कुरा बाहिर त निक्लिन्छ नि त। हामीले त नेपाली फुटबललाई माया गरे हो, अन्यथा नलिदिनु होला होइन। मैले के अब एन्फाको बारेमा बोलेछु अगेन्स्टमा भने चाहिँ क्षमा प्रार्थी छु, तर मेरो मनसाय मेरो ऊ चाहिँ मैले सबै यो दर्शकहरूको फिलिङले नै बताएको हो कि फुटबलको राम्रोको लागि नै कुरा गरेको हो। अनि रङ्गशालालाई बचाउनु होला, काठमाडौँमा मात्रै नभएर फुटबल गतिविधिलाई सकेसम्म नेपालभरि नै फैलाउनु होला होइन। जस्तै एनएसएल योपालि प्लान थियो नि त उहाँहरूको डिफ्रेन्ट सिटिजमा गर्ने भनेर, त्यो सम्भव भएन कुनै कारणले छैन। तर नेक्स्ट टाइमदेखि चाहिँ सायद सपोज अब विराटनगरमा नि स्टेडियम छ, सबैतिर छ नि त, ट्राई त गर्न सक्छ नि त 1-2टा गेम होइन। यसको लागि चाहिँ एन्फाले सपोर्ट गर्नै पर्छ, फेरि त्यो बिना सपोर्ट चाहिँ गाह्रो छ नि त। त्यही भन्छु, नेपालको फुटबल केन्द्रबिन्दु काठमाडौँ मात्रै नबनाएर होल नेपाललाई नै कभर गरेर म नेक्स्ट टाइम आउँदा चाहिँ नेपाल फुटबलको बारेमा फेरि पनि यसरी बसेर होइन राम्रो कुरा गर्न पाऊँ कि त्यो भयो भने चाहिँ म एकदम खुसी हुन्छु। म फेरि आई विल बी ब्याक आफ्टर 12 मन्थ्स अथवा आउँछु नि त। मेरो छोरा त यहीँ छ, म अझ पनि लगिरहेको छैन, थाहा नै छ होइन। म उता काम गर्न गएको, छोरा यहाँ हिजापी काठमाडौँमा पढ्छ, ऊ पनि अब मैले भनिदिन्छु उसलाई, मैले फुटसल कोचिङमा पनि हालेको छु होइन। ऊ पनि अब रगत नहुन्छ जस्तो के हुन्छ नि, फुटसल भनेपछि मर्यादा त्यो गर्छ, त्यही भएर मैले हालिदिएको छु। ऊ चाहिँ अहिले राम्रो हातमा छ भनौँ, चेतन घिमिरे पुलिसको नभनौँ, पुलिसको त आफ्नो कोच हेड कोच हो, तर नेपालको पनि त असिस्टेन्ट कोच हो नि त। उहाँको हातमा छोडेर जान पाउँदा म पनि खुसी छु नि त। यसरी नै अब के भन्छ, आफ्नो बच्चाहरूलाई खेल्न नरोक्नु, मैले जस्तै सपोर्ट गर्नु होला होइन। स्कोप छैन भनेर हामीले हटायौँ भने नि झन् त्यो डामोडल हुन्छ नि त। तर लेस सपोर्ट
पढाइ पनि गर भन्नुपर्छ तर खेलकुदलाई पनि उसलाई बच्चा बच्चीलाई इन्ट्रेस्ट छ भने गराउनुपर्छ क्या अनि मैले भने नेक्स्ट टाइम आउँदा यसरी नै यो टेबलमा बसेर ओहो नेपाली फुटबल त चेन्ज भएछ भन्नु पाऊँ क्या त्यो भने कति खुसी हुन्छ जान्छु फेरि माल्टा म भन्छु नि आइम प्राउड नेपाली नाउ सबै गेम्सहरू भइरहेछ कति खुसी लाग्छ अहिले त यसरी क्या मैले भने नि त्यो लुदे कुकुर जस्तो क्या सरी आई डोन्ट नो एनिथिङ अबाउट नेपाली फुटबल भएकै छैन कस्तो हुन्छ क्या त्यो हुन्छ नि हुन्छ सर लेस हो भने हामीले भन्न सक्ने त्यति मात्रै हो हाम्रो हातमा त केही छैन नि त क्राउड हेर्नु न सर कति सपोर्ट छ यार नेपाली टिमलाई अस्ति त्यो वुमेन्समा हेर्न न हत्तै टिकट प्राइस बढाउँदा पनि हाउसफुल थियो नि अनि त्यो भनेको अनि नेपालमा फुटबल क्रेज कस्तो छ त्यो त सबैले यो गर्छ नि अब यो हुँदाहुँदै पनि ब्याक भयो भने नि नेपाल फुटबल अगाडि बढ्दैन क्या सर दिस इज द राइट टाइम अब दिस इज द के भन्छ राइट टाइम मात्रै नभएर एउटा फुटबललाई नै चेन्ज गर्ने एउटा टाइम आएको छ त्यो चाहिँ प्लिज एन्फाले बुझिदिनुपर्छ यति मात्रै हो सर अब चाहिँ धेरै नबोलौँ ल सर थ्याङ्क यू सो मच सर एकदम खुसी लाग्यो खुसी लाग्यो सर